वर्ल्ड कप क्वालिफायर सुपर 6 मा आज नेपाल भर्सेस कतार रातिको 8:45 भिड्दैछ होइन। अनि नेपाल र कतार चाहिँ अहिलेसम्म टोटल 3टा मात्रै गेम खेलेको छ। 2019 सालमा पहिलोचोटि कतारले नेपाललाई हराएको थियो, जसमा 4 विकेटले कतारले हराएको थियो। त्यहाँ पछिको ब्याक टु ब्याक दुईटा गेमहरू चाहिँ नेपालले जितेको छ। नेपाल र कतार चाहिँ 2024मा सिङ्गापुरमा खेल्यो, अनि 2025मा चाहिँ जुन अहिले हुँदैछ ग्राउन्डमा, त्यही ग्राउन्डमा यिनीहरूले गेम खेलेको थियो, त्यसमा जित्यो। 2024 त कसले बिर्सिन सक्छ होइन। 2024मा त तपाईँको दिपेन्द्र सिंह ऐरीले 6 बलमा 6 छक्का हानेका थिए। त्यो चाहिँ अविस्मरणीय छ र आज पनि लगभग इजिली जित्छ भन्ने छ। तर नेपाललाई चाहिँ केही चेन्जेसहरू अति आवश्यक छ, जुन कि हिजोको गेमबाट हामीले केही सिक्न पर्ने कुराहरू छ। हिजो चाहिँ हाम्रो ब्याटिङ एकदमै स्लो भइरहेको थियो। अब चाहिँ कतार विरुद्ध आफूले आफैलाई फर्ममा ल्याउने टाइम छ, जुन कि रोहित पौडेल अब क्याप्टेन हुन्। उनले आफ्नो गेमलाई चाहिँ एकदमै सुधार्नुपर्ने आवश्यकता छ, किनकि ऊ रनर अफ बल खेलिरहेका छन्। त्यस्तो हुँदैन, बरु आउट भाउ इन्टेन्सन त देखाउ न। गेममा जितिन्छ हानिन्छ भन्ने इन्टेन्सन त देखाउ न। 1 बल लाग्दैन, 2 बल लाग्दैन, तेस्रो बल त लाग्ला नि त होइन। तर एकदमै स्लो भइसक्यो उसको गेम। एकदमै सेफ भन्दा भन्दै टिमको लागि एकदमै हानिकारक हुँदैछ। टिमलाई एकदम घाटा हुँदैछ होइन। त्यही भएर चाहिँ अलि आफूलाई सम्हालिनु जरुरत छ। अनि कुशल मल्ल त्यस्तो राम्रो फर्ममा छैनन्, किनकि ओमनमा उसले लगभग 16वटा गेम खेल्यो। 16वटा गेम खेल्दाखेरि अहिलेसम्म कुशल मल्लले 15 रन एकचोटि मात्रै कटाएका छन्। अब हिजो चाहिँ 10 रन कटाए, यस्तै 10, 11, 12 त्यस्तैमा हो, नत्र भए ऊ अन्डर 10 रनमा आउट हुने गर्छन्। कुशल मल्लको जग्गामा आदिल अन्सारीलाई खेलाउँ, किनकि आदिल अन्सारीले वेस्ट इन्डिज विरुद्ध आफूलाई प्रुभ गरिसकेका छन् कि ऊ बलिङबाट या ब्याटिङबाट जेबाट पनि सक्षम छन् भन्ने कुरा उसले देखाइरहेका छन्। त्यो कारणले, किनकि अहिले करण केसी पनि इन्जर्ड छन्, त्यो कारणले गर्दाखेरि सोमपाल कामीलाई त मैले भन्छु पावर प्लेमा नै उनको 4 ओभर भ्यायो भने एकदमै राम्रो हुन्छ। जस्तो इन्डियामा एमएस धोनीले भुवनेश्वर कुमारको जुन युज गर्थे नि पहिले, त्यस्तै तरिकाले चाहिँ रोहित पौडेलले युज गर्न सक्छन्। अनि दिपेन्द्र सिंह ऐरी कतार विरुद्ध एकदमै हाबी हुन्छन्, किनकि उसले पहिला पनि 21 बलमा 63 रन प्रहार गरेका थिए, जुनमा कि ब्याक टु ब्याक 6वटा छक्का लागेको थियो। त्यो चाहिँ युवराज सिंहको रेकर्ड तोडेका थिए, तपाईँहरूलाई थाहा छ, किनकि दिपेन्द्र सिंह ऐरीले 2चोटि लगातार छक्का हानेका छन्। अनि कतारको टिममा चाहिँ कतारको टिम पनि ठिक छ, जे होस् फाइटिङ गरिरहेछ, तर अहिलेको टाइममा चाहिँ अलिकति आफू कमजोर कमजोर जस्तै लाग्छ होइन। अनि तानवीर छन्, उसमा चाहिँ मोहम्मद तानवीर छन्, ती चाहिँ अलिकति अट्याकिङ ब्याट्सम्यान, राम्रो खेल्न सक्छन् होइन। तानवीर चाहिँ नेपालको लागि अलिकति रिस्क हुन सक्छन्, उसलाई चाहिँ छिटो ह्यान्डल गर्यो भने राम्रो हुन्छ। अनि मोहम्मद आनफ छन्, मोहम्मद आनफ पनि एकदमै राम्रो खेल्छन् होइन। अनि हिमांशु राठौडहरू छन्, उनीहरूकोसँग पनि राम्रो राम्रो ब्याट्सम्यानहरू छन्, बलरहरू छन् होइन। हिमांशु राठौड त बलिङ पनि राम्रो गर्छन्। पहिलोचोटि 2024मा पनि 3 विकेट लिएका थिए उसले। त्यो कारणले गर्दाखेरि कुनै पनि प्रतिद्वन्दी चाहिँ विक हुँदैन। तर हामीमा चाहिँ क्यापेबल छ, किनकि हिजोको गेम जुन सोच्दै नसोचेको, जो कि हामी पहिल्यै साउथ अफ्रिकासँग 1 रनले हारेका थियौँ, त्यसको बदला लिगे जस्तो लाग्यो होइन। अनि जस्तो अब हिजो युएईसँग गेम भयो, युएई र नेपाल चाहिँ लगभग विश्वमा एकदमै फर्स्ट क्लास एसोसिएट कन्ट्रीको राइभलरी टिम हो। उनीहरूले चाहिँ जहिले पनि एकअर्कालाई माथिल्लो स्टेजमा जानबाट रोकेका हुन्छन्। जस्तै एसिया कप नेपालले खेल्न पाएन योचोटिको, किनकि नेपाल युएईसँग नै पराजित भएको थियो, र अहिले चाहिँ युएई हार्यो। अब युएईले चाहिँ ओमनलाई आज हरायो भने चाहिँ हामीलाई एकदमै राम्रो हुन्थ्यो, बाटो खुल्थ्यो। किनकि नेपाल बाई चान्स ओमनसँग हार्यो भने पनि त्यस्तो डर हुन्थेन, किनकि नेपाललाई 2टा गेम हो। लगभग जापान पनि अहिले एकदमै राम्रो खेल्दैछ। जापानसँग चाहिँ हाम्रो गेम हुँदैन, किनकि जापानसँग हामीले पहिला नै पोइन्ट लिएर आइसकेका छौँ। तर जापान यही तरिकाले खेल्यो र ओमनले युएईलाई हराइदियो भने चाहिँ फेरि नेपाल, ओमन र जापानको चान्स बन्नेवाला छ। त्यो कारणले गर्दाखेरि आज चाहिँ आजको गेममा जुन फर्स्ट गेम छ, त्यसमा युएईले ओमनलाई हराइदियो भने चाहिँ हामीलाई ढोका खुल्ला हुन्थ्यो। तर हामी चाहिँ वर्ल्ड कप खेल्न जाँदैछौँ होइन। एसोसिएट कन्ट्रीको टिमहरूलाई हेरेर चाहिँ टेन्सन हुने कुरा चाहिँ होइन, किनकि वर्ल्ड कपमा गइसकेपछि सबै फुल नेसन कन्ट्रीहरू आउँछ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ आफ्नो नर्म्सलाई एकदमै केयर गर्नु पऱ्यो। अनि आजको गेममा चाहिँ एकदमै राम्रो राम्रो तरिकाले खेल्छ भन्ने आश गरेको छु। जुन कि नेपाली टिमको
अहिलेको टाइममा ब्याटिङ चाहिँ त्यति राम्रो चलेको छैन। आज चाहिँ आफूले आफैलाई कन्फिडेन्स लेभलमा ल्याउनलाई चाहिँ एकदमै जरुरत छ। अरू चाहिँ ठिकै हो, जोरावरले चाहिँ ब्याटिङ पाइरहेको छैन, तर गुलसन झाको एकदम राम्रो छ। गुलसन झालाई चाहिँ अलिकति अगाडि गऱ्यो भने, प्रमोट गऱ्यो भने एकदमै राम्रो हो। कुशल भुटेलले चाहिँ बिचमा नर्म्स गुमाउँछन्, अलिकति राम्रो भइसकेपछि ऊ चाहिँ आत्तिन्छन्। त्यसलाई चाहिँ अलिकति कन्ट्रोल गर्नुपर्छ जस्तो लाग्छ मलाई। जे होस्, समग्रमा नेपाल टिम चाहिँ यति बेला एकदमै बब्बाल छ। यस्तै तरिकाले खेल्यो भने चाहिँ नेपालले यसमा चाहिँ एउटा गेम पनि नहारिकन यसको विनर भएर आउँछ जस्तो लाग्छ होइन साथीहरू। अब मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्नु होला। यस्तै यस्तै एनालाइसिस भिडियोहरू, यो किनकि मेरो फर्स्ट एनालाइसिस भिडियो, पछि चाहिँ म डाटा सहित तपाईँहरूलाई एनालाइसिस गर्नेछु। हस्, धन्यवाद।